सफलता एकै दिनमा आउँदैन। हर दिन सानो सानो कामलाई दोहोऱ्याउँदा एक दिन सफलता अवश्य प्राप्त हुन्छ। हाम्रो 20 र 30 वर्षको उमेर भनेको करियर बनाउने हो। धेरैसो मानिसहरू यस समयलाई खेर फालिरहेका हुन्छन्। जस्तै मोबाइल चलाउने, रिल हेर्ने, फिल्म हेर्ने, साथीहरूसँग घुम्न जाने, पार्टी गर्ने, अनि भन्छन् मसँग पढ्ने समय छैन, मसँग एक्सर्साइज गर्ने समय छैन, आफ्नो लक्ष्यको काम गर्ने समय छैन। तर 24 घण्टामा 1-2 घण्टा निकाल्नु कुनै असम्भव कुरा होइन। हामीले दैनिक 20 मिनट पढ्ने, 30 मिनट एक्सर्साइज गर्ने, 30 मिनट आफ्नो लक्ष्यको काम गर्ने। सुरुवातमा हामीले 1 घण्टा टाइम दिने, त्यसपछि 2-3 घण्टा हुँदै बढाउँदै लैजाने। यस्तो गर्दा धेरै छिटो र सजिलो पनि हुन्छ, कुनै गाह्रो हुँदैन। यदि आज हामीले समयलाई बर्बाद गर्यौँ भने भोलि हामीलाई समयले बर्बाद गर्छ। समयलाई हामीले पैसाको जस्तै बजेट बनाएर खर्च गर्नुपर्छ, अर्थात् डेली टाइम टेबल बनाएर हामीले समयलाई सही ठाउँमा सदुपयोग गर्नुपर्छ।